व्रत बसेको बेलामा खाने इनर्जी ड्रिङ्क बनाउँदैछु म आज। 1 कप खाएपछि त दिनभरि भोक नै लाग्दैन के, खाना खाएको जस्तै कस्तो आडिलो हुन्छ। अनि मैले काजु बदाम डेट्स लिएँ, मखना पनि लिएँ। यसलाई मजाले पखालेर अनि भिजाएर राखिदिन्छु। नपखालेसम्म फेरि मलाई चाहिँ कस्तो कस्तो लाग्छ क्या। यो 1 कप खाएपछि त कस्तो आनन्द हुन्छ दिनभरि त्यो खाना खाएको जस्तै। अनि मैले यो साबुदाना चाहिँ पहिले भिजाएर राखेको थिएँ, अनि यो मजाले पकाएर पाकी पनि सक्यो। अनि यसलाई चाहिँ मैले छानिदिएँ। यति आनन्द हुँदैन त्यो खुट्टा काम्ने, म भोग लाएर जाँगरी नलाग्ने त्यस्तो यो खाएपछि त। त्यही भएर मैले इनर्जी ड्रिङ्क बनायो क्या। यसको नाम के राख्नु त है, नाम पनि। अनि 2टा केरा हाल्छु। अनि यति मिठो पनि हुँदैन। अनि दुध पनि हालेँ। हजुरलाई चिनी खान मन लाग्छ भने चिनी हाल्नु। म चाहिँ गुलियो त्यति नखाने भएर यिनीहरू नि त गुलियो नै हुन्छ नि भनेर चिनी नहालेको। गुलियो खान मन लाग्नेले चाहिँ चिनी हाल्नु। अनि अहिलेको साबुदाना छानेको चाहिँ मजाले हालेर मिक्स गरेँ। यस्तो देखियो। अनि कपमा राखेर यसलाई मैले गार्निस गरेँ काजु र बदामले। खाएको त यति मिठो होइन, दिनभरि भोक नै लाग्दैन क्या यो खाए।